हेलो नमस्ते सबैजनालाई। आज हामी कृष्ण बुवाको सन वेलकममा जाँदैछौँ है। उहाँले चाहिँ एप्पल पाई बनाउनु हुँदो रहेछ अनि त्यसको लागि म उहाँलाई एप्पलहरू है लैजाँदैछु। सामानहरू अलिअलि लैदिनु पर्ला भनेर कि उहाँलाई। काँक्रा उहाँ चाहिँ भेजिटेरियन हुनुहुँदो रहेछ बिचरा है, त्यही भएर उहाँलाई घरको सागहरू तरकारीहरू घर फलेको है लैदिन्छु भनेर तयारीमा लाग्यो। अहिले हामी यहाँ भुटेको चिया पाउने ठाउँ नदीपुरमा आइपुग्यौँ। हामी यहाँ मन्डीमा आएका छौँ। हामीले सामान लिने ठाउँमा हामी आइपुग्यौँ मन्डी। यस्तो राम्रो आँप पनि आएको रहेछ है। सन वेलकममा आइपुग्यौँ। हामी सन वेलकममा आइपुग्यौँ। नमस्ते। हजुर सन्चै। हजुर यही राखिदिन्छ है। होइन एकदम खुसी लाग्यो हजुरहरूलाई भेटेर यति खुसी लाग्यो है। म आत्मैबाट है एकदम खुसी छु आज। ल आमा एकदम छिट्टो सन्चै हुने है। अब म उहाँ सम्राटजीको भिडियो पनि हेरेको थिएँ है, त्योभन्दा अगाडि नै हेरेको थिएँ मैले त। अनि एकदम आउनु मन लाग्थ्यो। यसरी आज दर्शन पाइयो नजिकबाट है। यस्तो मजाले सिक्नु भएको है बुवाले। आज काम लाग्यो। हजुर खुट्टा चाहिँ हजुर पैसा हजुर। अब त राम्रो भएछ, सबैजनाले सहयोग गर्नुभएको छ। राम्रो देखाउनु है, राम्रो चेक गर्नु, आफ्नो ख्याल गर्नु पर्यो। हजुर 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 उहाँ है हजुर। ए ल ईश्वरको आशीर्वादले छिट्टो निको भइसक्नु भयो हजुर है। हजुर हजुर खाना खानुभयो हजुरले? खाएन, अहिले भर्खर दबाई खानु त्यो केरा खाएर दबाई खाएको हजुर। ए भर्खर दबाई खाएको।